हेलो एभ्रिवान, जय मसी, गुड आफ्टरनुन, नमस्ते। म चाहिँ अहिले के भन्छ मनार माथि टप हिलबाट फर्किँदैछु। एकदमै सुन्दर ठाउँ मनार। यता हेर्न सक्नुहुन्छ, यता माथि चट्टान, के भन्छ यसलाई, पहाड जस्तै। यहाँ त्यो सुक्खा पहाड, यो सुक्खा चट्टान भनौँ, चट्टान पनि होइन, माटो भनौँ, माटो पनि होइन, त्यस्तो किसिमको हिल्स एरिया है। अनि अब हामी 6 जनाको टोली छौँ घुम्न आउने। 6 जना मध्येमा म चाहिँ बोरिङ टाइपको मान्छे, उनीहरू चाहिँ रमाइलो गर्ने मान्छे। उनीहरू घोडा चढ्नु यस्तो सबैमा छ। म पनि घोडा चढेँ। बेलुनलाई त्यो बेलुन पड्काउने सबै रमाइलो खेलहरू थियो। त्यो सबै सकेर मलाई चाहिँ उभिरहनलाई झ्याउ लाग्यो। त्यही भएर हिँड्दै जाँदैछु अलिक परसम्म। रमाइलो भ्यू, आँखा दृश्य अवलोकन आँखाले गर्छ भने के भन्छ हृदयले, मनले चाहिँ सम्झनाहरू सङ्घाल्छ। अनि त्यही गरिराखेको छु। एउटा अचम्मको कुरा म सेयर गर्नु मन लाग्यो। नसोचेको कुराहरू जीवनमा भइदिँदाखेरि चाहिँ मान्छेलाई एउटा सरप्राइज हुन्छ नि, एउटा अचानक भइदिने कुराहरू चाहिँ। म केरेला चाहिँ खास गरी काम गर्नुलाई आएको हो। मेरो भौतिक कुराहरूको आवश्यकता पुरा गर्नलाई चाहिँ केरेला काम गर्नु भनेर आएको। काम गर्दाको सिलसिलामा जुन परिवारमा म नानी बाबुहरूसँग रहनलाई आएको थिएँ, म अहिले त्यो परिवारको स्पोन्सरमा एकदमै असल मान्छे है। पारिवारिक माहौल, पारिवारिक वातावरण, त्यस्तो माहौलबाट त्यो माहौलमा म अहिले छु भनौँ न। यहाँ भनौँ न होइन, छु, किनभने अब घुम्न आएको छु उनीहरूसँग। एउटा पारिवारिक परिवार जस्तो भएर